हेलो नमस्ते एभ्रिवान नमस्ते गर नमस्ते नमस्ते सबैजना नमस्ते आज मैले आएकोले के लिएर आएछ होला पुरै जेन्तो आएको बाबाले के ल्यायो होला भन् त यो नि गेस के ल्यायो होला भन्न एउटा भन एउटा के ल्यायो होला के ल्यायो होला भन ल हेलो किटी हेलो किटी हो के हो हेलो किटी आत्तर सुकी कई सुकी मम्मा वकारो ननिकन मम्मा सिर नाइ हो मम्माले थाहा छैन रे मम्मालाई थाहा छैन के होला आएको के हो हेलो केटी हो ल आँचिमो गर ल पहिला ल एकचोटि आँचिमो गर है एकछिन नहोला है एकछिन माथि माथि आँचिमो गर आँचिमो गर ल त्यस्तो राम्रो छ थप ए ची सान हेर ल मै केही छैन ल मैका ल इ ची नि सान ल मैं के खाबै आएको मनभरि परेन देखाइदिनु उता क्यामेरामा देखाइदिनु एकचोटि मैले देखाइदिन्छु यो चाहिँ हेलो किटीको ब्याग कसले किनिदिएको नानी यो किरिङ यो चाहिँ बाबाले किनिदिएको आएको उरेसी भयो कि भएन उरेसी भयो ल खवाई भन्दा अनि आएकोले अब बाबालाई के भन्नुपर्छ होला अनि फेरि राम्रो छ भन भएन आरिगातो कसलाई भनेको एकचोटिमा चिनिदिएको त नि भन नि त ल आरिगातो बाबा भनेको छु ल आरिगातो बाबा बेसी भन अनि यता देखाऊ क्यामेरा छिटो हाई गरिदियो बाई बाई गरिदियो आरिगातो नै बाबा सान भन् आइयो ल बाई बाई मिन्नै किमासो अनि गाइस भन मम्मालाई हाई मम्मा आएका कोरिकार इमध्ये कोही कनाने आएका बकरु आसेबिनी किन आसन दायो इpai क्यो वा ताइफो अरे कर सनमम मस उचिनी खाइरो उचिनी खाइते चाउमिन चुकुत्ते का ताबियोका चाउमिन ताबियोका न मोमो ताबियोका न गेंकी हुन्न के खानुपर्छ रे गेंकी हुनलाई के खानुपर्छ गेंकी हुन भन्नु त एप्पल खानुपर्छ अनि के रे सुनेन बेसरी भन बकली खानुपर्छ अनि आको के खानुपर्छ नि ससेजी खानुपर्छ रे ससेजी खानुपर्छ अनि के खानुपर्छ आको साग साग खानुपर्छ अनि अर्को के खानुपर्छ होला सुपु खानुपर्छ होला सुपु अनि मोबाइल अनि आएकाले इचिवन साइसो के खान्छ अरे स्कुलको मायाकिनी इचिवन ताबे तुरुन्दैछ मारु मारु याच्छु एप्पल तो एप्पल मात्रै कर्ना नि त बिरो एप्पल त अन्डा त अनि के खान्छ आगो दुधु मोनोमु भन्न के को दुधु होला आई बुबु अनि कहाँ जान्छ सबै खाइसकेपछि कहाँ जाने अनि सानो देखाउ आएको दुध खाएर कस्तो हुन्छ अरे यहाँ देखाउन अलि अगाडि देखाउन न हो यस्तो हुन्छ है अनि स्कुलमा कसले पुऱ्याउनु जान्छ नि आएकोलाई बाबाले अनि ओमकाई को आउँछ होला गर्छ नि बाकुरे कसरी गर्छ न पैसा अलिअलि बाँकी छ पैसा सकेको छैन पैसा 50,000 पैसा निकालेको 20,000 त आएको ब्याग किन्नेमै सक्यो पैसाले सुराइमु किन्ने तपाईँलाई कस्तो अनुभव भइरहेको छ त नि मलाई के काफे राति किन्दैन सानो बाबुले काफे राति किन्दैन हिजो खाएको सधैँ खायो भने गेङ्की हुन्न भन्नुहोस् हिजो किन्दैन है सानो है भोलि किनिदिन्छ भनेको है यस्तो राम्रो यस्तो ह्यान्डसम सल्लक्क परेको
लम्बु यस्तो पुरा खाइलाग्दो जिउ जाल्छै मिलेको यस्तो राम्रो बुढा र यस्तै केटी छोरी Mama hizo. एउटै Okanel. सँगै घुम्नुपर्दा कस्तो महसुस भएको छ Okanel. म पनि खुवाएको छु। Mama सुराइमुले ओकानेले सुराइमु किन्ने बच्चाको खोइ त नि ओखाने आएको ब्यागमा छ होला उस्दिनु न दोरेङ सकी छैन होला कन्तिला बाबा आछ अहिले पछि हाल्ने है बाबाले हालिन्छ ल हस् भन्नु न अहिले पछि हालिन्छ पक्नु हास बाबा ओके भन्नु न ओके अनि सुराइमु किन्ने एकचोटि बाजे र बजेको नाम ओइ बाबा अनि सुराइमु किन्ने बाजेको नाम के हो भन अनि बाजे नाम के हो भन कुम्पन सिंह गुरुङ अनि बुइजाको नाम के हो भन विष्णु गुरुङ विष्णु अनि बाबाको नाम के हो र कैलाश गेलाङ मम्माको नाम के हो आन्टी गेलाङ यो मान्छेको नाम के हो गेलाङ गुरु फेरि सुनेन बुझेन रे गेलाङ नामसँग भने भन्दैछ काकाको नाम के होला तँ कुदेर आएको त नि बाजे त साइकल काकाको नाम के होला दिनेश दिनेश अनि अर्को काकाको नाम के हो नि खासा कान्छा काका कि दिनेश काका दिनेश काका दुइटै काका हुन् दुनु काका दाइस दिनेश दिनेश इचिवन हो कान्छाले तिमीलाई सुनको सिक्री किनिदियो कान्छा रुन्छ के अरे त मेरो आइज उताबाट नि गाडी आयो फेरि सिधा हाल्ने रहेछ र जाँदै यो गइसहालिन्छ कुन चाहिँ यो गाडी अगाडि हाम्रो अगाडिको यो गइसहालिन्छ नि बाबा आएपछि ब्यागमा ओकाने हालिदिनु अनि सुराइमु किन्ने ओकाने रे हस् यस्तो गरेर आयो चाहिँ ओके कहिले खाने जीवनले गाडी पार्किङ भएर पनि किन उताबाट पछाडि नआएको अगाडि नआएको गरेको र ल कहिले जीवनले ओखाने हराउ गर्छ कि बाबाले गर्ने होला पैसा बाबाले बाबासँग पैसा सकियो मम्माले मम्मीसँग कन्यारीमा सा बाबाले देखेछ भन्नु न आएका यो जीवन दाइसकेको बाबा वा मम्मा मम्मा